SW1 भिजामा तपाईँ कतिवटा सेक्टरमा जापान आउन सक्नुहुन्छ र भिजा अवधि कति हुन्छ र भिजा सकिएपछि तपाईँले के गर्न सक्नुहुन्छ? हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ। म त एकदमै फिट एन्ड फाइन छु। अनि आज चाहिँ मैले एकदमै इम्पोर्टेन्ट भिडियो लिएर आएको छु क्या। आजको भिडियो चाहिँ स्किप नगरी पुरै लास्टसम्म हेर्नु होला। आजको भिडियोले हजुरहरूको लाइफ पनि चेन्ज गर्न सक्छ। जाउँ अब आजको भिडियोमा के छ त यस्तो इन्फर्मेटिभ कुरा, रोशनीले के ल्याएको छ हजुरहरूको लागि। लेट्स गो विथ मी। किन आज रोशनीले यस्तो भने त आजको भिडियोमा के छ भन्दाखेरि आजको भिडियोमा छ स्पेसिफाइड स्किल्ड वर्कर 1 SSW1 भिजामा तपाईँ कतिवटा सेक्टरमा जापान आउन सक्नुहुन्छ र भिजा अवधि कति हुन्छ र भिजा सकिएपछि तपाईँले के गर्न सक्नुहुन्छ? जाम है। नेपालको +2 मात्रै पास गरेर स्पेसिफाइड स्किल्ड वर्कर भिजामा जापान आउन तपाईँले 12 वटा सेक्टरमा सक्नुहुन्छ। 12 वटा सेक्टरबाट तपाईँलाई मनपर्ने सेक्टरहरू तपाईँ जुनसुकै सेक्टरमा पनि आउन सक्नुहुन्छ। सुरुमा चाहिँ SSW1 भिजा भनेको जापानले विदेशी कामदारहरूलाई जापानमा ल्याउनको लागि सुरु गरेको कामदार भिजा हो, जसमा चाहिँ जीहरूले पनि जापानिजहरू जसरी नै जापानी नागरिकहरू जसरी नै काम गर्न सकुन् भनेर सुरु गरेको यो भिजा हो। यसको सुरु गर्नुको रिजन चाहिँ अभियसली जापानमा कामदारहरूको कमी भएर हो। अब यसमा चाहिँ कतिवटा सेक्टरमा जापानले विदेशीहरूलाई ल्याउँछ त भन्दाखेरि 2019 देखि सुरु भएको 5 वर्ष योजनामा 19, 20, 21, 22, 2023 सम्म चाहिँ 14 वटा सेक्टरमा ल्याउन मिल्ने थियो। तर 23 पछि 24 र 25 को कानुनी कार्यान्वयन हुँदाखेरि रुल एन्ड रेगुलेसन चेन्ज हुँदाखेरि त्यो कार्यान्वयनबाट चाहिँ 2 वटा सेक्टरलाई घटाएर अहिले 12 वटा सेक्टरमा चाहिँ विदेशीहरूले आउन मिल्छ। र आजको भिडियोमा म भन्न गइरहेको छु त्यो 12 वटा सेक्टर के हो त? नेपालबाट हामीले 12 वटा सेक्टर कुन कुन सेक्टरमा आउन मिल्छ भनेर म भन्दैछु। भिडियोलाई चाहिँ अन्तिमसम्म नछुटाइकन हेर्नु होला है। अब म लागे ती 12 वटा सेक्टरतर्फ। सुरुमा 1 नम्बरमा रहेको छ केयर गिभर, जसमा म आएको हो एज केयर, बुढाबुढीहरूको केयर गर्ने। 2 नम्बरमा छ बिल्डिङ क्लिनिङ, जसमा चाहिँ भवन सफा गर्ने। 3 नम्बरमा चाहिँ एग्रिकल्चर। एग्रिकल्चर भनेको कृषि पेसातिर जान्छ। एग्रिकल्चरमा चाहिँ धेरै प्रकारको कामहरू हुन्छ। 4 नम्बरमा चाहिँ फिसरिज भनेको फिसिङ र एग्रिकल्चरतिर छ। त्यो भनेको चाहिँ जलचर, जस्तै माछा पालनमा अनि माछाहरू कटिङमा। 5 नम्बरमा चाहिँ निर्माण छ। निर्माणमा चाहिँ के आउँछ भन्दाखेरि कन्स्ट्रक्सन साइटतिर होइन, अब ढुवानीहरू अनि कन्स्ट्रक्सन साइटमा जे पनि हुनसक्छ होइन, त्यतातिर गयो। अर्को चाहिँ हजुरले कन्स्ट्रक्सनमा पनि आउन सक्नुहुन्छ यदि तपाईँहरू सब ओभरसेयर पढेको या त्यस्तो हुनुहुन्छ र नेपालमा जब छैन, विदेश जाने सोच्दै हुनुहुन्छ भने कन्स्ट्रक्सन तपाईँको लागि बेस्ट अनि भिजाहरू छिटो दिने पनि हुनसक्छ है। अर्को 6 नम्बरमा छ इन्डस्ट्रियल मेसिनरी भनेको चाहिँ उद्योग मेसिनतर्फ ठुलो उद्योगहरूमा। अनि त्यसै गरेर हाम्रो 7 नम्बरमा छ इलेक्ट्रोनिक बिजुलीतर्फ। इलेक्ट्रोनिक भनेको चाहिँ बिजुलीतर्फ, बिजुली बनाउने अनि बिजुलीको कामहरू गर्नेतर्फ। त्यो चाहिँ फेरि हजुरले काम नेपालमै सिकेर आउनुपर्छ भन्ने हुँदैन। नेपालबाट एउटा स्किलको इक्जाम पास गर्ने हो, तर काम चाहिँ तपाईँलाई यहाँ ट्रेनिङहरू दिन्छ अनि त्यसपछि मात्रै काम गराउने हो। ट्रेनिङको पनि तपाईँले स्यालेरी चाहिँ पाउनुहुन्छ। ट्रेनिङ टाइम जो हुन्छ, जसरी हामी केयर गिभरमा आएको भएर हाम्रो 6 महिना ट्रेनिङ टाइम थियो, तर ट्रेनिङ टाइममा स्यालेरी काट्ने त्यस्तो भन्ने हुँदैन। ट्रेनिङ टाइममा भनेको उहाँहरूले काम सिकाउनुहुन्छ, हामीले काम सिक्ने हो। हाम्रो स्यालेरीहरूमा तल घटबड बन्ने हुँदैन। अरू सेक्टरहरूमा कस्तो हुन्छ मैले त्यति राम्रोसँग बुझेको छैन, तर मलाई जहाँसम्म लाग्छ रुल एन्ड रेगुलेसन एउटै भएको भएर अरू सेक्टरमा पनि ट्रेनिङ टाइममा तपाईँको स्यालेरी काट्दैन होला। 8 नम्बरमा छ अटोमोबाइल मेन्टेनेन्स। अटोमोबाइल मेन्टेनेन्स भनेको चाहिँ तपाईँको मोटर गाडीहरू बनाउने, त्यसमा फोन मोबाइलहरू पनि आउन सक्छ। अनि अर्कोमा चाहिँ होटेलमा चाहिँ हस्पिटालिटीको एउटा अलग्गै हुन्छ। हस्पिटालिटी भनेको चाहिँ ठुलो होटेलहरूमा फ्रन्ट डेस्क र सर्भिसिङको लागि। नम्बरमा तपाईँको होटेल आयो। 10 नम्बरमा खाद्य उत्पादन, त्यो भनेको फुड म्यानुफ्याक्चरिङतिर गयो। अनि अर्को चाहिँ तपाईँको आयो रेस्टुरेन्ट भनेको होटेलतिर गयो, जो फुड सर्भिसमा गयो, जसमा चाहिँ तपाईँले किचनमा काम गर्नुपर्ने हुन्छ। त्यसमा चाहिँ तपाईँहरू सेफ जस्तै काम गर्न पनि सक्नुहुन्छ काम सिकेपछि। अनि 12 नम्बरमा मलाई एकदमै मन परेको, आफूलाई मन परेको छ लास्ट नम्बरमा चाहिँ एयरपोर्ट ग्राउन्ड ह्यान्डलिङ। त्यो भनेको एयरपोर्टहरूमा
एयर क्याबिनहरूमा नभएर एयरपोर्टहरूमा ग्राउन्ड ह्यान्डलिङ भनेको हामीले चाहिँ कस्टमरहरू सर्भिसहरूसँग बोल्ने अनि उहाँहरूको ब्यागेजहरू को नम्बरहरू त्यो कोडहरू राख्ने अनि त्यो चाहिँ ग्राउन्ड ह्यान्डलिङमा पर्छ अनि त्यसमा चाहिँ ब्याग ओसार पोसार पनि हुन्छ अनि सरसफाइ पनि हुन्छ होला अभियसली ग्राउन्ड ह्यान्डलिङमा काम गर्नुभयो भने त्यहाँको सरसफाइको केयर पनि तपाईँले आफै गर्नुपर्ने हुन्छ यो थियो 12वटा सेक्टर जो तपाईँले नेपालबाट जापान आउन सक्नुहुन्छ SSW 1 भिजामा अब हामीले SSW 1 भिजा कति वर्षको हुन्छ त SSW 1 भिजा चाहिँ 5 वर्षको हुन्छ एक वर्षमा चाहिँ भिजाहरू रिन्यू गर्नुपर्ने हुन्छ तपाईँले भिजा अवधि चाहिँ 5 वर्ष हो तर भिजा रिन्यू गराउने टाइम चाहिँ कम्पनी हेरेर फरक हुन्छ कसैले तपाईँलाई 6 महिनाको भिजा पनि दिन्छ कसैले 1 वर्ष पनि दिन्छ भने कुनै राम्रो कम्पनी भयो तपाईँले 2 वर्ष काम गर्नुभयो भने सिधै 3 वर्षको भिजा दिदिन पनि सक्छ त्यो चाहिँ कम्पनीमा डिपेन्ड पर्छ तर खासमा अहिले दिइरहेको कम्पनीहरू हेर्ने हो भने चाहिँ अहिले एक वर्षमा भिजा रिन्यू गर्नुपर्ने रुल एन्ड रेगुलेसन छ अहिले चाहिँ धेरै जसो कम्पनीहरूले चाहिँ एक वर्षमा भिजा रिन्यू गराइराख्नु भएको छ अहिलेको अवस्थालाई हेर्ने हो भने अनि अब आयो 5 वर्षपछि हामीले नेपाल फर्किने त भन्ने प्रश्न होला होइन तपाईँहरूले नेपाल फर्किनै पर्छ भन्ने छैन त्यो बिचमा 5 वर्षको अवधिमा तपाईँले त्यो जुन सेक्टरमा तपाईँ काम गरिराख्नु भएको छ त्यही सेक्टरमा केही इक्जामहरू पास गर्नुपर्ने हुन्छ त्यो इक्जामहरू भनेको जस्तै केयर गिभर भएर मैले चाहिँ खाइगो फुकुसिसी भन्ने हुन्छ त्यो इक्जामहरू पास गर्नुभयो भने चाहिँ तपाईँले 5 वर्षपछि 5 वर्षको भिजा फेरि थप्नुहुन्छ तपाईँको सिधै SSW 2 मा कन्भर्ट हुन्छ त्यसपछि तपाईँले आफ्नो फ्यामिली ल्याउन पाउनुहुन्छ अनि तपाईँले जापान चाहिँ मजाले जापानमै बस्न सक्नुहुन्छ र 10 वर्ष भयो भने तपाईँले पिआर जापानको पिआरको लागि अप्लाई गर्न पाउनुहुन्छ एउटा इम्पोर्टेन्ट कुरा भनेको चाहिँ SSW भिजामा आउनु भयो भने तपाईँले 5 वर्षसम्म आफ्नो फ्यामिली ल्याउन पाउनुहुन्न 5 वर्षपछि मात्रै आफ्नो फ्यामिली ल्याउन पाउनुहुन्छ अनि अघि मैले भन्न छुटाएको कुरा चाहिँ दुईटा सेक्टर के हो त जसलाई अहिले हटाइयो पहिला 14 थियो भने अहिले 12 मात्रै भयो त्यसमा चाहिँ एउटा छ रेलवेलाई चाहिँ हटाइएको छ अहिले 2024 मा कार्यान्वयन हुँदाखेरि अनि अर्को रहेको छ हजुरको सिप बिल्डिङतिर यो दुईटा सेक्टरलाई चाहिँ अहिले हटाइएको छ यस्तै इन्फर्मेटिभ भिडियोको लागि मलाई फलो गर्नुहोला अनि मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र यो भिडियोलाई लाइक कमेन्ट अनि तपाईँहरू आफू आउनुहुन्छ भने आफूले हेर्ने र आफ्नो साथीहरूलाई पनि कोही जापान आउने चाहनुहुन्छ भने चाहिँ सेयर गर्न नभुल्नुहोला एन्ड थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो